दसर कस्तो राम्रो आयो आम्मा सिबात खुवाउनेको ल त्यसैमा रे भन्दियो ल एक लट साधारण गाउँले केटो धन कमाउन खाडी आए फलानु बिल्यो भन्दै कतिले साथ छाडी गए सबजना मलाई नै आफ्नो प्यारो मान्थे होला तन धन सम्पत्ति मसँग आफ्नै गाडी गए केही छैन दुःख गरी गर्नेछु म सपना पुरा गर्नेछु मेहनत चलाउनेछु हातका कुरा फलानु बिग्रियो भन्दै छिमेकीले काट्छन् कुरा यो सब कुरा सुनि लागे म त परदेशतिर नचलाइ हात भात जान्न मुखमानी समाती झोला छिरियो परदेश चुप्प लागि धेरै नै दुःख दिएँ हजुरहरूलाई मैले आमा सक्छ भने यो छोरोलाई गरिदिनु है त माफी ल गाइज उहाँ एकदम बवाल ऱ्यापर हुनुहुँदैछ है एकदम कराइदिनु भयो त फेरि हाम्रो यो ओजिलो अनलाइन खबर टिभी सर हुनुहुन्छ यता क्यामेरा मिलाउँदै हुनुहुन्छ